इलामै सहर चियाबारी राम्रो, त्यही पर्यो घर हाम्रो, कसकी हो छोरी। नमस्कार, सलाम अलैकुम, गुड इभिनिङ उपस्थित महानुभावहरूमा। म तोरङ बस्नेत, मेरो जन्मघर इलाम नगरपालिका वार्ड नम्बर 9 इलाम। पेसाले म एचआर प्रोफेसनल, प्रेरक वक्ता, प्रशिक्षक, साथै युट्युब घर पनि छ मेरो। आजको कार्यक्रममा यहाँहरू सम्पूर्णलाई आयोजक संस्थाको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। आज मिति 2083 साल वैशाख महिनाको 23 गते, तदनुसार मे 6 तारिक 2026, अहिले दिउँसोको 2 बजेको छ। हामी इलाम सेवा समाज दोहा कतारद्वारा आयोजित फाइनेन्सियल म्यानेजमेन्ट, पर्सनल फाइनेन्सियल म्यानेजमेन्टमा यस भव्य सभा हल दोहा रेस्टुरेन्ट नजमामा रहेको द गोर्खा रेस्टुरेन्टमा उपस्थित भएका छौँ। आजको यस कार्यक्रममा उद्घोषकको भूमिका निर्वाह गर्न पाउँदाखेरि म निकै हर्षित छु। यस अवसरमा आयोजक संस्थाप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु। भनिन्छ रुख रोप्ने समय 10 वर्ष पहिला थियो या त आज छ। त्यसकारणले हामीहरू परदेशमा छौँ। परदेशमा रहँदाखेरि आफ्नो स्वास्थ्यको ख्याल गर्दै आफ्नो मेहनत परिश्रम सिपले अर्जेको त्यो पसिनाबाट कमाई हामीले कसरी व्यवस्थापन गर्ने भन्ने विषयलाई लिएर हामी आजको कक्षाबाट निस्किँदाखेरि केही सिकेर निस्किनेछौँ। अबको कार्यक्रमलाई सुरुवात गर्नका लागि सबैभन्दा पहिला केही म हजुरहरू समक्ष नियमहरू लिएर आउँदैछु। कृपया ध्यान दिएर सुन्नुहोला। हुन त हजुरहरू शिक्षित हुनुहुन्छ, सभ्य हुनुहुन्छ र सबै समयमा आफूलाई सभ्य राख्ने कोसिस गर्नुहुनेछ। तैपनि 2 बजीदेखि सुरु भएको कार्यक्रम 5 बजीसम्म रहनेछ। त्यस्तै गरेर हजुरहरू कार्यक्रम अवधिभरि आफ्नो डिभाइसेसहरूलाई साइलेन्ट मोडमा राखिदिनुहुनेछ। विशेष गरेर कलहरू उठाउनु परेमा बाहिर गएर र वक्ताहरू बोल्दाखेरि आफ्नो समय पक्कै पनि यहाँले विचार गर्नुहुनेछ भन्ने कुरामा हामी आशावादी छौँ। र अब शौचालय दाहिनेपट्टि रहेको छ भनेदेखि पानीको व्यवस्था देब्रेपट्टि गरिएको छ। त्यस्तै गरेर यहाँहरू अन्तिममा खाजा र खाना खाएर मात्र यहाँबाट जानुहुनेछ अनि ग्रुप फोटो पनि हामी खिच्नेछौँ। त्यस्तै गरेर अतिरिक्त अरू आउने क्रमहरू जारी नै छ। अब म आसन ग्रहणतर्फ लाग्नेछु र स्वयंसेवकहरूले अतिथिज्यूहरूलाई खादा ब्याज तथा आसन खादा लगाएर चाहिँ सहयोग गरिदिन हार्दिक अनुरोध गर्दछु। इलाम सेवा समाज दोहा कतारद्वारा आजको यस पर्सनल फाइनेन्स रेमिटेन्ससँग सम्बन्धित कार्यक्रममा अध्यक्षता गरिदिनुका लागि यसै संस्थाका अध्यक्षज्यू, व्यवसाय र एक समाजसेवी श्री खड्ग फागोज्यूलाई हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब सभाध्यक्षको अनुमति लिँदै कार्यक्रमलाई अगाडि बढाउन चाहन्छु। आजको कार्यक्रमका लागि प्रमुख अतिथिको रूपमा हाम्रा संस्थाका संस्थापक 2015 देखि इलामेहरूका लागि सपना देख्ने यी व्यक्ति, निरन्तर मेहनत, इमान्दारी र समाजसेवी, हँसिला र शिला र सधैँ आफूलाई इलामप्रति समर्पित श्री धनबहादुर रोशन विकज्यूलाई हार्दिक अनुरोध गर्दछु। त्यस्तै गरेर यस गरिमामय कार्यक्रममा विशेष अतिथिको लागि आजको ट्रेनर साथै हाम्रा महासचिवज्यू ज्ञानेन्द्र रसाइलीज्यूलाई पनि कार्यक्रममा आफ्नो आतिथ्यता लिइदिनुका लागि हार्दिक अनुरोध गर्दछु। कार्यक्रमलाई अब ढिला नगरिकन सम्पूर्ण उपस्थित महानुभावहरू, अतिथिज्यूहरू सम्पूर्णलाई राष्ट्रगानका लागि उठिदिनुका लागि हार्दिक अनुरोध गर्दछु। धन्यवाद। यसै गरी कार्यक्रममा संस्थाकी प्रथम उपाध्यक्ष गङ्गा गुरुङज्यूलाई आफ्नो पुष्परूपी शब्दहरूले सम्पूर्णलाई स्वागत गरिदिनु हार्दिक अनुरोध गर्दछु। धन्यवाद। अब हामी कार्यक्रमको अत्यन्तै महत्त्वपूर्ण क्षणमा आएका छौँ। पारसमति बारेर आजको कार्यक्रम उद्घाटन गरिदिनुका लागि प्रमुख अतिथिज्यू लगायत सम्पूर्णलाई उपस्थित गर्दछु। धन्यवाद।